हेलो नमस्कार एन्ड वेलकम टु माई च्यानल अगेन। सो आज चाहिँ विकेन्डको दिन अनि आज विकेन्डमा चाहिँ आजको चाहिँ अब मेरो चाहिँ घर हाम्रै सरसफाइहरू थियो अनि यस्तै छ के है। अनि प्लान्टहरू पनि मेरो प्लान्टहरू पुस्नुहरू पनि थियो। मलाई प्लान्ट एकदम मनपर्छ। अनि मैले चाहिँ हाम्रो आज टक्कै विकेन्डको दिन के गर्नु अनि मोमो खाने भन्ने प्लानिङ पनि भयो। अनि त्यसो गरी मैले चाहिँ अब एक्लै किन गर्नु भनेको बहिनी पनि आइपुग्यो, आइदेऊ न त जोइन होइदेऊ। हेलो नमस्ते बहिनी र म चाहिँ अब हामी चाहिँ दुईजना भेज हो, मिल्छ नि त खानुमा। अनि मलाई चाहिँ अब मैले केही बनाएर खानु आँट्यो या अब भयो भने बहिनीलाई सम्झिन्छु अनि बहिनीले पनि मलाई सम्झिहाल्छ यस्तो भेज आइटम चाहिँ। सो बहिनी आइसकेको छ। अहिले म चाहिँ अब हामी चाहिँ के गर्छौँ देखाउँछु भने त आज यस्तै मेरो डे इन माई लाइफ भने जस्तै हुनेछ। आज त विकेन्ड इन माई लाइफ भन्ने ल मेरो चाहिँ आज त्यस्तै हुनेछ है त। जिजी प्लान्ट हो, इन्डोर प्लान्ट छ यहाँनिर चाहिँ। अनि इन्डोर जिजी प्लान्ट। अनि यो चाहिँ यो मनी प्लान्ट छ, यहाँ ब्याम्बो प्लान्ट छ, यहाँ स्नेक प्लान्ट छ होइन, धेरै छ प्लान्टहरू मेरो। यो चाहिँ अहिले चाहिँ इन्डोर मात्रै छ मेरो प्लान्टहरू चाहिँ। अनि यो चाहिँ मैले जिजी प्लान्ट धेरै अघि मैले यसलाई प्लान्ट राखेको थिएँ क्या पानीमा। यो चाहिँ आएको छ प्लान्ट पनि मेरो अरू पनि छ। यहाँ चाहिँ मेरो मनी प्लान्टहरू छ, स्नेक प्लान्ट। अनि त्यसै गरी यहाँ यो पनि मेरो मनी प्लान्ट हो। अनि यहाँ मेरो पिज लिली पनि छ होइन। अनि यहाँ चाहिँ बहिनीहरूले प्याच काट्दैछ, म चाहिँ यहाँ कोपीहरू काट्दैछु नि त। गर्मीले म मर्ने बेला भइसक्यो। अहिले यहाँ बदम भुट्दैछु। हामी चाहिँ विशेष बदम हाल्छौँ, बदम हालेको मनपर्छ, राम्रो लाग्छ। अनि उल्टो घुमाइरहेर चाहिँ क्या भिडियो पनि गर्नुपर्ने भएर। अनि के भन्छ तिल पनि हाल्छौँ हामी, तिल हालेको पनि मनपर्छ। तर मलाई चाहिँ अझै दामी चाहिँ बदमको मनपर्छ। अब खोर्सानी यो अचारको लागि चाहिँ म खोर्सानी भुट्दैछु यो चाहिँ अहिले। अनि यो चाहिँ बहिनीले प्याज काट्दैछ अहिले। अनि यहाँनिर नै यो प्याज काटिसकेको छ। यो चाहिँ रेडी गर्दैछौँ हामी अहिले। सो कोपी चाहिँ रेडी भइसक्यो, प्याज चाहिँ यहाँ छ। कोपी कम डाल्नु यो के भन्छ सामानहरू चाहिँ रेडी गर्दैछु नि त। झापामा यस्तो छ गर्मी, के धेरै गर्मी हो। म त ल हेर्नुहोस् त। हाम्रो चाहिँ मोमो रेडी भइसक्यो। हाम्रो चाहिँ मोमोको सेप चाहिँ यतिको भएको छ है। हाम्रो चाहिँ मोमो चाहिँ रेडी हुँदैछ है, पाक्दैछ। अब अझै अलि मजाले पाकेको छैन, अब अझै एकछिन पकाएर निकाल्ने। अहिले चाहिँ अब हामी चाहिँ सबै मोमोहरू पनि बनाइसक्यौँ। अनि यहाँ बहिनीले चाहिँ कोक पनि हालिसक्नु भएछ, पछि हाम्रो बहिनीले रेडी गरिसक्नु भयो। अनि हाम्रो यहाँ मोमो पनि रेडी भइसक्यो। मोमो यस्तो देखिन्छ हाम्रो चाहिँ, हामीले बनाएको सादा हुन्छ एकदम होइन। बहिनी हेलो बहिनी, के भन्नु छ? अब मुखबाङ गर्ने यता हामीले चाहिँ स्पेसली आज हामी चाहिँ भेज है, भेज मोमो के भेज मोमो खान आँटेको। अनि कोक छ। अब कति बेला खाम जस्तो भइसकेको छ, तातो तातो। भिडियोले गरेर अड्किरहेको छ होइन। अब चाहिँ खाने ल गाइस। साँच्चै भन्नुपर्दा उहाँले त अघि आधी खाएर नि स्टार्टिङको लागि फेरि थपेको पनि हो। यो चाहिँ बेजित होइन ल। वाउ, अचार पनि छ है त्यहाँ थप्ने चाहिँ। अब चाहिँ हामीले
मोमो हान्छौँ। अनि त्योभन्दा पहिला चाहिँ एउटा कुरा चाहिँ ब्याकग्राउन्डहरूमा अलिकति हाम्रो चाहिँ आवाजहरू आउन सक्छ, त्यो चाहिँ प्लिज त्यसको लागि सरी के गर्नु। अब हाम्रो वरिपरि यस्तै छ, बच्चाहरू हुन्छन् होइन वातावरणमा। अनि यो मोमो पनि चर्च गरेर स्टार्ट अब गर्नु त उसवाला भन्नु खाएला भन्नु मेरो सम्झि केही हुँदैन। उता लैजाओस् अब के छ त। सो अब फर्स्टमा यस्तो भएपछि के गर्नु। सो चियर्स। ल फेरि गरौँ न त। मेरो छिटो चियर्स। यता पनि आएको मिठो मोमो। मेरो चाहिँ हातमै हालेमा तर गाइस हातले मोमो खाएको मिठो हुन्छ है। हात चाहिँ धेरै आएको अहिले भर्खरै, किनभने मोमोहरू बनाएर भर्खर नै रेडी भइसक्यो नि त, हामी मिलेर बनाएको। सो अहिलेको कस्तो थियो हाम्रो मोमो बनाएको? मोमो पनि दामी थियो, अचार दामी, बनाउने मान्छे पनि दामी। यहाँ हाम्रो बहिनी पनि हो है, म मात्रै होइन। म चाहिँ खाने यता नि थियो खाने मान्छे पनि चाहिन्छ त्यहाँ। खाने मान्छे छैन भने त कसरी बनाउनु, कसको लागि बनाउनु होइन, त्यो कुरा। वक जानु लागेको अनि एकछिन पेट पनि घटाउनु पर्यो होइन। म यहाँ प्लान्टहरू छ, यो देख्न सक्नुहुन्छ। अघि पनि मैले गरेको छु, पछि पनि देखाउने छु। मेरो मजाले यो मेरो पिस लिलीहरू छ होइन। अनि बगनभेलिया यसको फुल्ने टाइम हुँदैछ कि अब यो कस्तो मजाले फुल्छ नि। सो हामी चाहिँ लाग्दैछ लु बहिनीहरू के रेडी हो बहिनीहरू के होला हौ। अनि अब चाहिँ हिँडेको हामी चाहिँ। अनि अब यत्तिकै वक जाने हो, हिँड्दैछौँ। यो केटीहरू कति ढिलो गर्छ हौ यहाँनिर नि। तपाईँहरूलाई यहाँ दिउँसो देख्दा राम्रो छ क्या, यो जङ्गल हो नि त। अब अहिले त अँध्यारोमा अब केही देखिँदैन, के गर्नु होइन। र यहाँ हिँड्नु म चाहिँ पहिला बिहान हिँड्ने गर्दै थिएँ होइन यहाँनिर। अनि हात्ती आउँछ क्या यहाँ, अब हात्ती आएर अनि अहिले पनि निक्लिनु त डर लाग्छ। सो सबै आफ्नो आफ्नो है ब्लग सब तपाईँले यसो गर्नु न त, मलाई कता कता गर्नु यस्तो भाइ। हामी जतिखेर नि अघिदेखि छौँ। अनि के शीतल शीतल छ कि यहाँनिर। अब यसो वक गरेर चाहिँ अनि बस्ने पनि। अब चाहिँ के भन्छ, हामी चाहिँ यहाँनिर बसेर वक पनि गरिसक्यौँ। अनि घर पनि फिर्ता आउने अब। अनि घर पनि नजिकै यहीँनिर त हो। अनि त्यसपछि आज चाहिँ मेरो भ्लग चाहिँ सायद यहीँ इन्ड हुन्छ, यहीँ इन्ड नै हुन्छ होइन। सो मेरो भ्लग हेर्दै गर्नु होला हजुरहरूले चाहिँ होइन। अनि सो अनि लाइक कमेन्टहरू पनि गरिदिनु होला मन परेमा होइन। अनि आज चाहिँ म छोटो हुन्छ आजको, हुन्छ काम धेरै थियो होइन। त्यो काम गर्दाखेरि त्यस्तै हुन्छ, भिडियो गर्ने त्यो बानी नै छैन नि त। अनि अब बिस्तारै बानी बसाल्नु पर्ने रहेछ, बानी नभएपछि यस्तै हुँदो रहेछ। अनि बिर्सिएर छैन, कति भिडियो गर्नै बिर्स्यो। अनि अरू पालि चाहिँ अलिक नछुटाउने किसिमले चाहिँ गर्छु। बाई बाई।